नमस्कार, म सुरेश श्रेष्ठ। स्वागत छ यहाँलाई मेरो च्यानल मन्त्र ज्ञान 078 मा। आज म यहाँ एउटा हाम्रो सब्स्क्राइबर मित्रको एउटा जिज्ञासा, उहाँले एउटा प्रश्न सोध्नु भएको थियो। प्रश्न भन्दा पनि उहाँले एउटा जे होस् अब राम्रै कुरा गर्नुभयो कि मन्त्र स्पष्ट भनिदिनुस् कि नभए लेखिदिनुस् भन्नुभयो हैन। मैले चाहिँ यो शरीर सुरक्षा मन्त्र लगायत तपाईको घर पसल अफिस हैन हरेक चीज बाँध्न मिल्ने हिसाबले चाहिँ त्यो मन्त्र खास हल्का जानकारीको लागि मात्र राखेको थिएँ। मैले त्यसमा चाहिँ स्पष्ट रूपले बुझ्ने गरेर भनेको पनि छैन र हो मैले लेखिदिएको पनि छैन, किनकि यो मन्त्र एकदम अति तीव्र छ हैन। यसमा चाहिँ तपाईको कस्तो हुन्छ भने यो मन्त्रको प्रयोगले तपाईले आफ्नो हित गर्न पनि सक्नुहुन्छ र अरूको अहित पनि गर्ने सम्भावना धेरै भएकोले मैले खास यो जानकारीको लागि मात्रै राखेको थिएँ त्यो भिडियो हैन। किनभने अब तपाईले आफ्नो शरीर बाँध्न सक्नुहुन्छ, आफ्नो घर अफिस बाँध्न सक्नुहुन्छ हैन, त्यो राम्रो कुरा भयो। र कोही व्यक्तिले यदि चाह्यो भने अरूको जिउ बाँधिदिन सक्छ हो। घर पसल अफिस हैन, व्यापार व्यवसाय, धन ज्ञान विद्या सब बाँधिदिन सक्छ। त्यो कारणले चाहिँ खास मैले यो स्पष्ट रूपमा नभनेको कारण चाहिँ त्यो हो हैन। र यदि हैन कसैले अब चाहेको खण्डमा हैन उहाँले अब मलाई सम्पर्क गर्नुभयो भने मैले उहाँलाई चाहिँ यो मन्त्र व्यक्तिगत रूपमा मैले प्रदान गर्न चाहिँ सक्छु फेरि है। र त्यो दिनुभन्दा अगाडि म पहिला उहाँको बारेमा अध्ययन गर्छु है। उहाँ कस्तो मान्छे हो, कुन हिसाबको मान्छे हो, कुन फिल्डको मान्छे हो हैन, उहाँलाई यो मन्त्रको आवश्यकता किन पर्यो, विभिन्न कुरा मैले केलाएर त्यसपछि बल्ल मैले उहाँलाई दिन्छु। र पनि यो पनि कुन अवस्थामा दिन्छु भने म उहाँलाई सत्य वाचा गराएर है। जस्तै अब अनि अर्को एउटा सब्स्क्राइबरले पनि भन्नुभएको थियो कि गुरु कसरी मानिन्छ, गुरु मान्न के गर्नुपर्छ हैन। त्यो पनि एउटा जिज्ञासा राख्नु भएको छ एउटा सब्स्क्राइबर मित्रले। गुरु मान्नलाई तपाईले सर्वप्रथम त एउटा गुरु मान्नलाई तपाईले सर्वप्रथम एउटा गुरुको आवश्यकता पर्छ है। तपाईले उहाँलाई गुरु मान्छु भन्नुभयो, तपाईले मान्नु पनि होला। सर्वप्रथम एउटा गुरुको आवश्यकता पर्छ। तपाईले उहाँलाई गुरु मान्न चाहनुहुन्छ, सर्वप्रथम तपाईले बुझ्नुपर्ने के छ भन्दाखेरि तपाईले उहाँलाई गुरु मान्दै हुनुहुन्छ, उहाँले पनि तपाईलाई शिष्य मान्न चाहनु भएको छ छैन है, यसबारे पहिला तपाई क्लियर हुनुपर्छ। उहाँलाई तपाईले गुरु मान्नु भयो तर उहाँले तपाईलाई भित्र मनदेखि चेला स्वीकार गरेको छैन भने त्यो गुरु शिष्यको सम्बन्ध दिगो हुँदैन है। बीचमा मनमुटाव आउँछ है। तपाईलाई हुन्छ नि तपाईको मनमा चिसो पस्ला, तपाईले चाहिँ एकदम स्वच्छ भावले उहाँलाई मान्नुहुन्छ, उहाँको सेवा गर्नु होला हैन। उहाँको मनमा तपाईप्रति अब भनौं न तपाईलाई चेलाको दृष्टिले हेरेको छैन हैन, उहाँले तपाईलाई चेलाको रूपमा हेरेको छैन, चेलाको दृष्टिले तपाईलाई हेरेको छैन भने त्यहाँ त सम्बन्धमा मिठास आउँदैन। किनकि तपाईलाई अपेक्षा हुन्छ गुरुले मलाई केही दीक्षा दियोस्, केही ज्ञान दियोस्, केही मन्त्र दियोस् हैन, केही जानकारी दियोस् भन्ने हुन्छ। उहाँले तपाईलाई चेला मानेकै छैन, उहाँले तपाईलाई आफ्नो शिष्य मानेको छैन भने उहाँले त तपाईलाई केही कमै देला हैन, नदेलाई भन्न सक्दिन, एउटा सामान्य जानकारी देला हैन। गहिराईसम्ममा चाहिँ तपाईलाई गुरुले ज्ञान दिन सक्दैन, ज्ञान दिन चाहदैन है। हो त्यसैले सर्वप्रथम तपाईले एउटा गुरु असल गुरु छान्नुस् है। उहाँलाई तपाईले गुरु मान्न के गर्नुपर्ने, जस्ट उहाँलाई भन्नु हैन। उहाँले तपाईलाई आफ्नो हिसाबले भन्नुहुन्छ है। उहाँले अब कुन हिसाबले उहाँलाई उहाँको गुरुले कसरी उहाँको पनि त गुरु थियो होला कुनै बेला, अहिले पनि हुनुहुन्छ होला हैन। उहाँले कुन हिसाबले शिष्य बनाउनु भयो त्यही हिसाबले तपाईलाई शिष्य स्वीकार गरेर उहाँले यस्तो यस्तो गर्नु भनेर चाहिँ बाटो देखाइदिनुहुन्छ। खास अब सामान्य रूपमा भन्नुपर्दा त्यस्तो कुनै ठुल्ठुलो विधि विधान हैन, यो विभिन्न कामहरू गरिराख्नु पर्दैन है। सामान्य रूपमा गुरुलाई वस्त्र है, फलफुल आदि इत्यादि आफ्नो स्वेच्छा। सामान्य रूपमा भन्नुपर्दा गुरुलाई भनेको तपाईँ एक जोर वस्त्र चाहियो है हैन। अनि अब फलफुल अब नैवेद्यहरू भनेको अब तपाईको आफ्नो इच्छाले गर्ने हो हैन। र दक्षिणा पनि राख्दा राम्रो है।
अति उत्तम सर्वोत्तम हुन्छ। किनकि तपाईँ गुरु भनेको चिज अब त्यस्तो हैन, यस्तो यो भनेको खास एउटा परम्परा हो हैन, आफूले गर्नुपर्ने हो। गुरुलाई यस्तो चाहिन्छ नै भन्ने चाहिँ हुँदैन फेरि है। गुरुलाई भनेको एकचोटि टीका मात्र लगाइदिए पनि खास उसलाई त्यो हुन्छ है। गुरु शिष्य फर्स्टमा तपाईँले गुरु मान्छु भनेर उहाँलाई सत्कार साथ श्रद्धा भावले आफूले समर्पण गर्न सक्ने आफ्नो दक्ष अनुसार उहाँलाई एक जोड वस्त्र दिनु, वस्त्र अब फलफुलहरू हैन, अनि आफ्नो आफ्नो हैसियतले के कस्तो गर्न सक्नुहुन्छ हैन, आफ्नो दक्ष अनुसार भनौँ न हैन, आफ्नो दक्ष अनुसार उहाँलाई तपाईँले उहाँप्रति अब श्रद्धा भावले तपाईँले समर्पण देखाउनु पर्छ है। त्यस पछाडि उहाँलाई टीका लगाइदिने, अनि उहाँले पनि तपाईँलाई अब शिष्यको रूपमा उहाँले तपाईँलाई टीका लगाइदिनुहुन्छ हैन। अनि अब त्यस पश्चात भनेको अब आफ्नो हिसाबले हुन्छ हैन। यसरी मैले अब तपाईँलाई यो भनेको सामान्य जानकारी भएर भने यसभित्रको विभिन्न अब कुन हिसाबले अब गुरुले शिष्यलाई कुन हिसाबले दिन्छ, कहिले दिन्छ, कसरी दिन्छ हैन, त्यो मैले अब यसरी खुलस्त मैले भन्न मिल्दैन कि त्यो चाहिँ आफ्नो यहाँ हरेक चिज अब हैन गोप्य चिजहरू हुन्छ हैन, त्यो चिज यसरी उजागर गर्न चाहिँ मिल्दैन। अनि उहाँले अर्को के सोध्नु भने गुरुमाला भनेको के हो भनेको, त्यो पनि अब उहाँ गुरु जसलाई तपाईँले गुरु मान्नुहुन्छ हैन, गुरुकै मुखबाट चाहिँ सुन्दा उत्तम हुनेछ है। र गुरुमुखी भएपछि तपाईँको कस्तो हुन्छ भने, मैले हुन त मेरो अघिल्लो भिडियोहरूमा पनि तपाईँले हेर्न सक्नुहुन्छ हैन, गुरु भनेको के हो भन्ने कुरामा तपाईँले त्यहाँ बुझ्न सक्नुहुन्छ। गुरुको भूमिका आउँछ है, गुरुले तपाईँलाई कस्तो ठाउँबाट मद्दत, कस्तो हिसाबले, कुन हिसाबले, कस्तो पर्दा कसरी आएर मद्दत गर्नुहुन्छ हैन, त्यसबारे पनि तपाईँले मेरो अघिल्लो भिडियोहरूमा गएर हेर्न सक्नुहुन्छ। र जुन मैले भने त्यो सुरक्षा घेरा मन्त्र है, तपाईँको शरीर रक्षा गर्छ, त्यसले शरीर बन्धन गर्न मिल्छ, घर पसल अफिस बन्धन गर्न सकिन्छ हैन, नराम्रो शक्तिहरूबाट आफ्नो बचाव हुन्छ, आफ्नो घर परिवारको बचाव गर्न सकिन्छ। त्यही कारणले फेरि बचाव गर्न सकिन्छ। र फेरि त्यसको ठिक उल्टो त्यो मन्त्र जान्नेले चाहिँ फेरि गरिदिन्छ, उल्टो गर्न पनि सक्छ। यो मन्त्रले काम गर्छ, आफ्नो त सुरक्षा गर्छ, अरूको पनि बन्धन गर्न सक्छ। मैले अघि नै भनिसकेँ हैन, अरूको पनि घर पसल अफिस शरीर विद्या शक्ति सब बाँधिदिन सक्छ फेरि है। त्यस कारणले चाहिँ मैले यो मन्त्र चाहिँ मैले अस्पष्ट रूपमा चाहिँ भनेको हो। कोही यदि इच्छुक हुनुहुन्छ भने चाहिँ मलाई सम्पर्क गरेर मैले चाहिँ उहाँलाई त्यो विधि नियमपूर्वकै चाहिँ म दिन्छु। र भने नि अघि नै हैन, पहिला सुरुमा उहाँको जाँच लिन्छु है, यतिकै म कसैलाई पनि दिँदैन। म पहिला उसको राम्रोसँग जाँच लिन्छु, उसबारेमा अध्ययन गर्छु हैन। जो व्यक्तिलाई मैले मन्त्र दिँदैछु त्यो व्यक्तिको आचरण कस्तो छ है, स्वभाव कस्तो छ, उसको साथीभाइ सर्कल कस्तो छ, त्यो सब मैले बुझ्छु। कुन उसको उद्देश्य के हो हैन, कुन फिल्डको मान्छे हो, म हरेक चिज अध्ययन पश्चात मात्रै मैले चाहिँ दिन्छु। म यतिकै हावातालमा यसरी दिनेवाला छैन मैले है। त्यो दिन पनि मिल्दैन हैन, कसैले पनि दिन हुँदैन। र जति पनि यो अब राख्दै हुनुहुन्छ हैन, हो हैन, यो युट्युब टिकटकतिर मैले धेरै भिडियो देखेँ, मान्छेले भन्छ युट्युबको हुँदैन हैन, हुन्छ है, नहुने हैन। तपाईँ जुनसुकै मन्त्र पनि लिएर आउनु हैन, एउटा मन्त्र तपाईँसँग भनौँ न तपाईँले युट्युबबाट उठाउनु भयो, तर तपाईँको गुरु छैन भने तपाईँलाई गाह्रो हुन्छ है। र त्यही चिज जस्तै तपाईँले भनौँ न तपाईँलाई कुनै मन्त्र मन पर्यो, त्यो मन्त्र होइन तपाईँले जप्छु जस्तो लाग्यो, तपाईँले त्यो मन्त्रलाई आफ्नो जीवनमा जप्छु, मैले यो मन्त्र गर्छु हैन, जाप गर्छु, मन्त्र मैले जागृत गर्छु जस्तो लाग्छ भने तपाईँलाई म मार्गदर्शन गर्न पनि सक्छु हैन। वा तपाईँले त्यो मन्त्र लिएर मलाई सम्पर्क गर्नु, मैले त्यो मन्त्र केही नभने 11 देखि 21 दिनभित्रमा जागृत गरेर दिन सक्छु तपाईँलाई। त्यो जुनसुकै मन्त्र पनि तपाईँलाई तपाईँको इच्छा अनुसार। तर त्यो मन्त्र कुन प्रकारको मन्त्र हो है, त्यसमा भर पर्छ। जुनसुकै मन्त्र वा जुन पाए त्यही मन्त्र, अब कसैलाई हानि गर्ने कसैलाई नोक्सान गर्ने मन्त्र हैन, त्यस्तोहरू हो भने चाहिँ म त्यो गर्दिनँ। कसैलाई हैन राम्रो हिसाबले सात्विक मन्त्र हुन्छ हैन, राम्रो हिसाबले अरूको फलो गर्ने, आफ्नो लगायत अरूको फलो गर्ने हिसाबले चाहिँ मन्त्र जप्न चाहनुहुन्छ भने पनि मलाई सम्पर्क गर्न सक्नुहुन्छ है। छोटो भिडियो बनाउँछु भनेको अलि लामै भयो जस्तो हैन, जे जस्तो होस्। अब
गर्नुस्। तर मन्त्र भनेको चाहिँ चिज कस्तो भने ख्याल गर्ने चिज हैन। र कतिपय साथीहरूले यो पनि भन्छ कि मैले यो मन्त्र जपेँ। कतिपय साथीहरूको यो पनि गुनासो मैले पाएँ कि मैले यस्तो मन्त्र जप्दैछु मलाई केही भएन, झन्झन यस्तो भयो हैन। जति मन्त्र जप्यो झन्झन मलाई झन्झन मेरो दुःखका दिन समाप्त हुनुको सट्टा झन् दुःख बढ्दैछ हैन। जति जति भगवानको समीपमा गएँ त्यति मैले दुःख पाएँ। भगवान नमान्दा नै मलाई राम्रो भइरहेको थियो। भगवान जुन दिनदेखि भगवानको शरणमा गए त्यो दिनदेखि झन् दुःख बढ्दै गयो, झन् मेरो कामहरू बिग्रिँदै गयो भन्ने पनि हुन्छन् हैन। अब यसबारे पनि म अब अर्को अघिल्लो अब आउने भिडियोमा चाहिँ यसबारे म भन्ने छु भन्दै आजलाई बिदा दिनुहोस्। हवस्, नमस्कार।